केही मानिसहरूले होइन त्यो खालको अवरोध गर्न चाहेको रहेछ। उहाँहरूको इच्छालाई मैले सम्मान गरेर म जाँदिनँ त्यहाँ। तर भगवान जानकीले मलाई नआइज भन्नुभएको होइन होइन। भगवान रामचन्द्र राम जानकीले मलाई त्यहाँ मन्दिरमा नआइज भने त होइन होला नि त, हो र होइन। केही मानिसहरूले मलाई नआइज भन्नुभयो। उहाँहरूले गर्दाखेरि उहाँहरूको त्यो मागलाई सम्मान गरेर म जाँदिनँ। त्यो खालको व्यवहार चाहिँ नगर्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। किनभने सबैलाई हामीले चाहिँ त्यो गर्नै पर्छ। र कति मान्छेले चाहिँ अब मलाई अपमान गरेँ मैले, म खुसी भएँ भन्नुहुन्छ होला। मेरो एउटा भनाइ छ, हुन त थुप्रै मेरो भनाइहरू, गीतहरू, कविताहरू थुप्रै छन्। त्यो भनाइ चाहिँ के छ भने, माटो हुँ म मलाई दुख्दैन, कुल्छ या पूजा फरक पर्दैन है। अर्को साम्पाङ माटो हो, मलाई दुख्दैन, कुल्चिनुहोस् या पुज्नुहोस् फरक पर्दैन। पुज्दा पनि भयो, कुल्चिँदा पनि भयो, थुक्दा पनि भयो होइन। म हाँसी नै रहन्छु र